चुनाव पछाडि त मै हो प्रधानमन्त्री। तपाईँ हो मै हो प्रधानमन्त्री। मै हो प्रधानमन्त्री। मै हो प्रधानमन्त्री। फागुन मै हो 21 गतेको प्रधानमन्त्री। निर्वाचन मै हो प्रधानमन्त्री। को हो त प्रधानमन्त्री? बालेन शाह। हे त्यस्ता मुला कुरा छोडिदिनुहोस् तपाईँ, छोडिदिनुहोस्, यता सुन्नुहोस्, कुरा नगर्नुहोस् है। त्यत्रो जेन्जीको तपाईँको छैन अन्त्येष्टिसम्ममा तपाईँको नजाने मान्छे नै होइन रहेछन् त नि मान्छेहरू त होइन। अनि त्यस्तो मान्छे प्रधानमन्त्री बन्ने कसले बनाउने प्रधानमन्त्री? नेपालीले बनाउने कि विदेशीले? नेपालीले चाहिँ हर्क साम्पाङलाई बनाउनु खोजेको छ, त्यो चिज हो। तर उनीहरूले भनिरहेको छ नेपालीले प्रधानमन्त्री बनाउनु। छोडिदिनुहोस्, छोडिदिनुहोस्। त्यसो चुनाव पछिको प्रधानमन्त्री हर्क साम्पाङ। प्रधानमन्त्री हर्क साम्पाङ त को हो त? तपाईँलाई सोध्छु, को हो? तपाईँले भन्नु नि त को हो? तपाईँले भन्नु नि त को हो? तर अरू दल पनि छन्, शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड फेरि प्रधानमन्त्री बन्न चाहन्छ। नेपालीलाई सोध्नु न एकचोटि, नेपाली जनतालाई सोध्नु होइन। नेपाली जनताले कसलाई चाहेको छ त? एकचोटि भनिदिनु नि तपाईँले, नेपाली जनताले कसलाई चाहेको छ? नेपाली जनताले कसलाई प्रधानमन्त्री चाहेका छन् विदेशी भन्ने कुरा शक्तिले कसलाई आफूले चाह्यो थाहा हुन्छ। विदेशी शक्तिले कसलाई चाह्यो भन्ने कुरा म भन्दिनँ, तर स्वदेशी शक्ति, स्वदेशी जनता, देशको जनता, देशको माटो, देशको वातावरण, देशको प्रकृति, देशको संस्कृति, देशको प्रविधि, देशको तपाईँको चाहिँ नि होइन आफ्नो 15 स्वाधीनताले हर्क साम्पाङ प्रधानमन्त्री बन्नुपर्छ भनेर भनिसक्यो। अब त्यसमा विदेशीले के भन्यो भन्ने कुरासँग चाहिँ मैले सरकार राख्दिनँ। तर तपाईँ एक्लै चुनावमा जाँदाखेरि तपाईँले बहुमत ल्याउन सक्नुहुन्छ र तपाईँ प्रधानमन्त्री बन्ने? कसले ल्याउँछ त बहुमत चाहिँ भनेको क्या? कसले ल्याउनुपर्छ त? यतिका कुरा मैले गरेँ। ती पुराना दल जसले चाहिँ होइन त्यो सिंहदरबारलाई होइन आफ्नो पार्टी अफिस जस्तो तरिकाले चलायो, जसले न्यायालयलाई, न्यायाधीशसम्मलाई चाहिँ आफ्नो पार्टीका कार्यकर्ता लगाएर आफ्नो पार्टीको पक्ष पोषण गर्नतिर लगायो है, र जनतामा चाहिँ आक्रोश र जनतामा चाहिँ भएको गरिबी, जनतामा भएको विभिन्न समस्याको कारणले गर्दाखेरि ती संरचनाहरू जलेर गए। त्यस्ता भ्रष्ट तपाईँको चाहिँ शासन गर्ने मान्छेहरू फेरि पुनः कमब्याक हुने हो? त्यहाँ पनि प्रश्न छ के अरे तपाईँको छैन, त्यसको पनि उत्तरमा त नो नै भन्ने आउँछ होला होइन। भने अब ती संरचनाहरू जलाएर होइन लोकतन्त्रलाई नै बन्दी बनाउने किसिमले आउने नयाँ तपाईँको छैन जुन वैकल्पिक शक्ति राष्ट्रिय जनता पार्टी यस्तो छ। म चाहिँ जुत्ता भन्छु, विदेशीका जुत्ता, पुरानो जुत्ताहरू थोत्रे भएर फाल्यो, नयाँ जुत्ता लिएको छ। तर हर्क साम्पाङ र श्रम संस्कृति भनेको चाहिँ विदेशीको जुत्ता नभएर जनताको भावना, चाहना र आवश्यकताको वास्तविक मुद्दा हो। हामी विदेशीको जुत्ता होइन। तर तपाईँले छ नि चुनावमा 165 निर्वाचन क्षेत्र छ देशमा, प्रत्यक्षमा सबैमा तपाईँ एक्लै उम्मेदवारी दिनुहुन्छ कि कुनै निर्वाचन क्षेत्रमा तालमेल गर्नुहुन्छ? गर्नु न, जनता जान चाहन्छ। एक्लै दिन्छौँ हामी। तालमेल गर्दै नगर्ने एक्लै दिन्छौँ हामी। कुनै पनि शक्तिसँग नमिल्ने शुद्ध रहन्छौँ हामी। मिसावटको जमाना छ होइन, जस्तो मिसावटको जमाना, सहकार्य कुरा गर्दा राजनीति त्यो मिसावट हो, मिसावट हो, त्यसलाई मिसावट भन्छ क्या। एक्लै लड्नुपर्छ क्या चुनाव त हो, एक्लै लड्नुपर्छ क्या चुनाव। म सबैलाई भन्छु एक्लै लड्नुहोस् होइन। तर आज तपाईँले छ नि स्पष्टमा जनतालाई भनिदिनुहोस्, कतिपय निर्वाचन क्षेत्रमा तपाईँको उम्मेदवार र तपाईँको पार्टी र अन्य पार्टी जो परिवर्तन चाहन्छन्, जो आजको दिनमा जेन्जी आन्दोलनपछि परिवर्तन चाहने, म जो माटो चिन्हमा भोट लाउन चाहन्छन् भन्नु न। चुनाव चिन्ह माटोमा भोट लाउन चाहन्छन् भन्नुहोस् न। होइन श्रम संस्कृत पार्टी र अरू पार्टीहरूको बिच, नयाँ पार्टीको बिच यस्तो छ हो, अरू पार्टीमा भिजनै छैन क्या, मान्नु न, भिजनै छैन। भिजन भएको पार्टी आयो, जस्तो मधेसमा मधेसमा श्रम संस्कृति आयो, कुनै शक्ति आयो अरे, कुनै आयो, तपाईँलाई छ नि लौ न मिलेर जाउँ भन्यो अरे, यस्तो छ। जनादेशै पार्टी भन्नुहोस् न। यस्तो छ सुन्नु न, अब के छ कसो छ भनेर म भन्दिनँ होइन। अब हामी शुद्ध रहन्छौँ मिसावटको जमानामा होइन। हामी अरूसँग तपाईँको मिसिने यो त्यो गर्ने, म भन्दैछु त, म विचारको राजनीति, निष्ठाको राजनीति गर्ने मान्छे हो, कुर्सीको राजनीति गर्ने मान्छे होइन। तर तपाईँ कुर्सीमा पुग्छ भने घोषणा गर्नु, ठोका गर्नु त प्रधानमन्त्री बन्छ। त्यो त नेपाली जनताले गर्ने हो नि त। कुर्सीमा पुग्नुलाई पनि जनमत चाहिएला, समर्थन चाहिएला, नेपाली जनताले गठबन्धन चाहिएला, जनमत त नेपाली जनताले दिन्छ त होइन। हामी यो देशमा आमूल परिवर्तन ल्याउन चाहन्छौँ, शिक्षामा, स्वास्थ्यमा, उद्योगमा होइन, हाम्रो आर्थिकदेखि लिएर सामाजिक हरेक कुरामा। त्यसले गर्दाखेरि